हेलो साथीहरू, यहाँ हेर्नुहोस् त। यसरी तपाईँहरू पनि झुक्किनुहुन्छ होला है। यदि यो तारमा चाहिँ यसरी बाँसहरू आएर झुन्डेको छ, लागेको छ र यहाँ अब तार जोडिहाल्यो अनि ग्याङमा फ्युज गयो, यहाँ तार के अरे लाइट छैन भनेर चाहिँ तपाईँहरू नझुक्किनु होला। किनभने मेरो घरमा लाइट बलिरहेको छ होइन, राइस कुकरमा भात पाकिरहेको छ। अन्त यहाँनिर म उता जाँदै गर्दाखेरि चाहिँ यहाँ हेरेको, यहाँ यस्तो भएको रहेछ। अनि मलाई चाहिँ थाहा भयो र चाहिँ मैले छुइनँ, नत्र भने मैले त्यो राइस कुकरमा भात बसाएर आएको थिइनँ भने चाहिँ मैले पनि यो बाँस छुन्थेँ होइन, करेन्ट लाग्थ्यो। अनि त्यसले गर्दा तपाईँहरू होसियार गर्नु होला। यहाँनिर यो धुवा पनि उड्दैछ यहाँ माथि, तर सेतोमा सेतै धुवा उडेको चाहिँ देख्दैन रहेछ कि। तर यो चाहिँ एकदमै याद गर्नुहोस् है, तपाईँहरूले पनि कतै हिँड्दै गर्दाखेरि एउटा बाँस अल्झेको रहेछ भनेर लाइनम्यानसँग सम्पर्क नगरिकन चाहिँ तपाईँहरूले बाँसहरूलाई छुने त्यो निकाल्ने प्रयास नगर्नुहोस् है। आफ्नो जीवनको ख्याल गर्नुहोस्। र मैले चाहिँ हाम्रो लाइनम्यानलाई फोन गरेर अब लाइन काट्नु लगाएको छु है। अनि यो काटिसकेपछि मेरोमा फोन आउँछ अनि म यसलाई काटेर निकालेपछि चाहिँ एकदम हामी सतर्क हुन्छौँ। किनभने हाम्रो यो ठाउँमा नानीहरू हिँडिबस्छ होइन। अनि त्यसले गर्दाखेरि बुद्धि नहुनेहरूले त्यो चलाउनु पनि सक्छ। अनि यो घाँसहरूमा पनि सायद यो बाँसबाट आएर अलिअलि करेन्ट होला। मैले चप्पल लगाएको छु, त्यसले गर्दा मलाई चाहिँ थाहा भएको छैन। ल हुन्छ, यहाँसम्म भिडियो हेरिदिनु भयो, धन्यवाद। तपाईँहरूले जानकारी पाउनुभयो भनेदेखि ध्यान दिनुपर्ने कुरा एकदमै याद गर्नुहोस् है।